मेरो प्रश्न एउटा छ, यो देश कसको हो? हाम्रो। अनि भविष्य कसले बनाउने हो? हामीले। यो माटोले हामीलाई जन्म दिएको छ। यो देशले हामीलाई पहिचान दिएको छ। अब समय आएको छ, हामीले पनि देशलाई केही दिनुपर्छ। आज म राजनीति गर्न आएको होइन, म भविष्यको कुरा गर्न आएको हो। यदि तपाईको मतदान गर्नुभयो भने के तपाईँ गुनासो गर्न अधिकार राख्नुहुन्छ? हामीले जेनजी आन्दोलनमा भएको कुरा देखिसकेका छौँ। हामी घुमाइसकेका छौँ र हामी बुझिसकेका पनि छौँ। अब समय आएको छ, भावनामा होइन सोच विचारमा निर्णय गर्ने हो। अब हाम्रो पालो, युवाको आवाज, नेपालको भविष्य। नेपालको बाटो फेरि बोल्दैछ। हावामा परिवर्तनको सुगन्ध आउँदैछ। यो केवल चुनाव होइन, यो भविष्यको निर्णय हो। हिजो हामी चुप थियौँ, तर आज हामी सचेत छौँ। हिजो प्रश्नहरू थिए, आज उत्तरहरू खोज्ने साहस छ। जेनजी पुस्ता केवल मोबाइलको स्क्रिनमा होइन, देशको भविष्यमा पनि सक्रिय छ। आन्दोलन केवल नारामा सीमित हुँदैन, परिवर्तन केवल आन्दोलनले आउँदैन। परिवर्तन आउँछ जब हामी जिम्मेवार बन्छौँ, जब हामी मतदाता गर्छौँ, जब हामी सही निर्णय गर्छौँ। हाम्रो मत केवल कागजको टुक्रा होइन, यो हाम्रो आवाज हो। यो हाम्रो अधिकार हो, यो हाम्रो सपना हो। यदि हामी चुप बस्यो भने अरूले हाम्रो भविष्य लेख्ने छन्। तर यदि हामी उठ्यो भने हामी आफै हाम्रो भविष्य बन्ने छौँ। अब हाम्रो पालो हो। सचेत बनौँ, शान्त बनौँ, जिम्मेवार बनौँ। हाम्रो मत, हाम्रो शक्ति।